आज मसँग यो रविन्द्र छेत्री जज साहबको चाहिँ जीवन सुन्दर छ पुस्तक छ। उहाँ चाहिँ नेपाली सेनाबाट अवकाश प्राप्त रथी हुनुहुन्छ। उहाँले चाहिँ आफ्नो जीवनमा घटेका घटनाहरू र समग्र नेपाली सेना शाही सेनाको विश्लेषण गरेर आफ्नो भोगाई यो किताबमा प्रस्तुत गर्नुहुन्छ। उहाँलाई चाहिँ 2060 भदौ 11 गते उहाँकै घर अगाडि चाहिँ सामाखुसीमा तत्कालीन माओवादीले आक्रमण गरेपछि उहाँ बेड रेस्टमा पुग्नुभएको थियो। स्पाइनल कर्डमा गोली लागेपछि तल्लो भाग चल्न सक्दैन, त्यसैलाई आधारित पनि छ। उहाँको पुस्तकको 154 पेज नम्बरबाट मैले अलिकति ल्याएको छु। वास्तवमै त्यस घटनापछिको मेरो अर्को जीवन हो। वास्तवमै त्यस घटनापछिको यो मेरो अर्को जीवन हो। म अहिले दोस्रो जुनी बाँचिरहेको छु। मेरो जीवनको त्यस यथार्थलाई प्रकारान्तले अभिव्यक्त गर्ने हो भने पहिलो जुनीमा मेरो आयु 44 वर्षको रहेछ, अनि दोस्रो जुनी चाहिँ 20 वर्ष पुरा भई 21औं वर्षमा व्हिलचेयरमा व्यतीत गरिरहेको छु।